हेलो नमस्कार साथीहरू, हजुरलाई मेरो यस युट्युब च्यानलमा फेरि पनि स्वागत छ। आज म हजुरहरूको लागि शिक्षक सेवा आयोग, लोक सेवा आयोग तयारी गरेर बसिरहनु भएको सम्पूर्ण साथीहरूलाई विशेष गरिकन आइक्यू अन्तर्गतको समय र कार्य रिलेटेड क्वेसन लिएर आएको छु। पक्कै पनि हजुरहरूलाई एकदम महत्त्वपूर्ण हुनेछ। एकदम सजिलो मेथडसँग मैले सिकाउन गइरहेको छु। टपिक समय र कार्य अन्तर्गतको क्वेसन। एले कुनै काम 10 दिनमा र बीले 15 दिनमा गर्न सक्छन् भने दुवै मिली उक्त काम कति दिनमा सक्छन् होला त भनेर सोधेको छ। अप्सन रहेको छ यसको। अप्सन ए मा 5, अप्सन बी मा 6, अप्सन ए मा 5 छ, अप्सन बी मा 6, अप्सन सी 7 अनि अप्सन डी 8 रहेको छ। ल है साथीहरू, अब सर्टकट मेथडबाट हेरौँ हामीहरूले एकदम सजिलो तरिकाले। हामीहरूले एमसीक्यू अन्तर्गत भएको कारणले गर्दा छोटो तरिकाले सिक्न गइरहेका छौँ। यसको लागि हामीहरूले पहिला 10 र 15 को के गर्छौँ त एलसीएम निकाल्छौँ। हेर्नु साथीहरू, 5 दुना 10, 5 तिया 15, 3 दुना 6 हुन्छ। ल त साथीहरू, 3 दुना 6 हुन्छ, 6 पंचे 30। त्यही भएर 10 र 15 को एलसीएम कति आउँछ भन्दाखेरि 30 आउँछ। अब हामीहरूले यिनीहरूको हेरौँ हिसाब प्रतिदिन। हेर, ए इजिकल टु के हुन्छ, 10 दिनमा गर्छ। एले 10 दिनमा काम गर्छ, बीले 15 दिनमा काम गर्छ। हामी दुईटैको लस 30 निकालिसकेका छौँ एलसीएम। अब हामीले यही लसबाट जस्तै 30 लाई हामीले 10 ले भाग गर्न सक्छौँ। 10 तिया 30, त्यही भएर अगाडि 3a भयो। अब त्यस्तै गरिकन 30 लाई फेरि 15 ए भाग गरौँ। 30 भागा 15, 30 भागा 15 भनेपछि 15 दुना 30, त्यही भएर b को अगाडि 2 भयो साथीहरू। अब हामीहरूलाई दुवै मिली उक्त काम कति दिनमा गर्न सक्छन् भनेर सोधेको छ। त्यही भएर a प्लस b निकाल्ने हो। a प्लस b को अगाडिपट्टि हामीले 3 प्लस 2 जोडेर 5 लेखिसकेका छौँ साथीहरू। अब हामी उत्तरको नजिक बिन्दुमा पुगिसकेका छौँ। एकदम यो छोटो मेथडमा रहेको छ। अब हामीले ल्याएको यो लस दुईटाको लस थियो 30 हो। त्यो 30 लाई हामीहरूले अब भाग गर्नेछौँ फेरि एकदम सजिलो तरिकाले। लागि a प्लस b मा 5 आइसकेको छ। त्यही भएर अब a र b दुवैले मिलेर गर्नको लागि कति दिन काम लाउँछन् भन्दाखेरि कति दिन लाग्ने रहेछ भन्दाखेरि 30/5 गर्न पर्यो। 30/5 गर्न पर्यो। 5 ले 30 लाई भाग गर्दाखेरि कति भयो, 6 दिन। त्यही भएर अप्सन यसको बी एन्सर हुन्छ साथीहरूलाई। ल, हजुरहरूले यस्तै जानकारीमूलक भिडियो अझै लिइरहनु भन्नुहुन्छ भने हजुरलाई कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु होला। भिडियो हेरेकोमा हजुरहरूलाई धन्यवाद छ। थ्याङ्क यू सो मच फर एभ्रिवान। थ्याङ्क यू सो मच।